र आज हामी है प्रशान्त भाइको दाजुको काममा गएको थियौँ है, तारामणि दाजुको काममा। र हामी चाहिँ पुगेर यहाँनिर भाइको घरमा पुग्यौँ है। अनि जुसहरू खायौँ। त्यहाँबाट यहाँनिर चाहिँ यस्तो डरलाग्दो भिड थियो है, फ्रुट्सहरू खाएँ। त्यहाँबाट सरौलाउने झन् भिड थियो। यो चाहिँ हाम्रो दाजु है, तारामणि दाजु। अब हामी त एउटै छरछिमेकी, हाम्रो त आन्टीको साथी होइन। त्यहाँ यहाँनिर चाहिँ भाउजूहरू चाहिँ एकछिन खाना खाने ठाउँमा चाहिँ लाइन लाग्नु पऱ्यो। त्यहाँबाट टर्न भएपछि चाहिँ उनीहरू खाना खानुभित्र पस्यो। म चाहिँ हाम्रो मामाहरू है, दिदीहरूलाई, कृष्ण दिदीहरूलाई भेटेँ, बात मार्दै बसेँ। अनि यहाँनिर अहिले त नचिन्ने भएको छ, सबै पिच रोड भएर हेर्नुहोस् न। अनि यति दामी भएको छ। त्यहाँबाट हामी चाहिँ एकैछिन माथि गयौँ। यहाँ चाहिँ हेर्नुहोस् है, किवीको बोट अरे, म चाहिँ फर्स्ट टाइम देखेको। त्यहाँबाट चाहिँ हामी एकैछिन तल दिदीबहिनी होमस्टेमा गयौँ है। म त गइरहेको, अरू चाहिँ गएको छैन भनेर चाहिँ सबैजना एकछिन गयौँ है। र जाँदाखेरि चाहिँ यहाँनिर हाम्रो सूर्यका बहिनीहरूलाई भेटेँ, छक्कै परेँ नानीलाई है। अनि उनीहरू पनि रहेछ। त्यहाँबाट हामी पनि एकैछिन बसेर चाहिँ हामी पनि फर्क्यौँ साथीहरू। थ्याङ्क यू सो मच।